नमस्ते, म डाक्टर अनुपा खड्का। मोइस्चराइजर्सका धेरै प्रकारहरू हुन्छन्। बजारमा पाइने मोइस्चराइजरहरूमा एउटाभन्दा बेसी मोइस्चराइजरहरू मिसिएको हुन सक्छ। मुख्यतया 3 प्रकारको मोइस्चराइजर्सहरू पाइन्छ। पहिलो ह्युमेक्टेन्ट, जस्तै ग्लिसरिन, हाइलुरोनिक एसिड र युरिया। यसले पानीलाई तान्ने र छालामा मोइस्चर बनाउने काम गर्छ। दोस्रो इमोलियन्स, जस्तै सेरामाइड, फ्याटी एसिड्स र ओइल्स। यसले स्किनको खाली ठाउँ भर्ने र छालालाई सफ्ट बनाउने काम गर्छ। तेस्रो अक्लुजिभ्स, जस्तै पेट्रोलियम जेली, डाइमेथिकोन र मिनरल ओइल। यसले छालामाथि प्रोटेक्टिभ लेयर बनाउँछ र पानीलाई हाल्न दिँदैन। मोइस्चराइजर्स कसले प्रयोग गर्ने त? आन्सर सिम्पल छ, सबैजनाले। बालबालिका, युवा वा वृद्ध सबैलाई छाला सुकाउने समस्या देखिन सक्छ। विशेष गरी चिसो मौसममा बारम्बार साबुन प्रयोग गर्ने हुँदा छालाका रोगहरू जस्तै एक्जिमा, सोरियासिस भएका व्यक्तिहरूले अत्यावश्यक रूपमा मोइस्चराइजरलाई अझै बढी प्रयोग गर्नुपर्छ। मोइस्चराइजर्स कहिले लगाउने त? मोइस्चराइजर दिनमा सामान्यतया पनि 2 देखि 3 पटकसम्म लगाउनुपर्छ। छालाका विशेष समस्या भएका व्यक्तिहरूले योभन्दा बेसी पनि पटक पटक लगाउन सक्नुहुन्छ। सामान्यतया नुहाइसकेपछि छाला चिसो हुँदै 2 देखि 3 मिनेटभित्र लगाउँदा अझै राम्रो हुन्छ।